हेलो साथीहरू, नमस्ते सबैजनालाई मेरो फर्स्ट ब्लगमा स्वागत छ। आज म लागि खाना बनाउनतर्फ यता म गाबा टिप्नको लागि गएँ। गाबा टिपेँ मैले, अनि यता पपितो पनि एकदमै राम्रोसँग पाकेको रहेछ। मैले गाबा साग केलाउन लागेँ। अनि तपाईँहरू सोच्नु होला यो डल्लो किन पार्यो भनेर। यो डल्लो पारेपछि तरकारी चाहिँ एकदमै राम्रोसँग पाक्छ गाबा चाहिँ। अनि आलु, नुन र गाबा मैले आगोमा पाक्नको लागि बसालिदिएँ। अनि बाहिर चाहिँ यस्तो राम्रो मौसम भएको थियो, थोरै थोरै झरी परिरहेको थियो। अनि यता हाम्रो तरकारी पाकेर रेडी भयो। मैले थोरै जिरा, थोरै खुर्सानी राखेर, सुकेको खुर्सानी राखेर झानिदिएँ। अनि थोरै चुक पनि राखिदिएँ। यता भात पनि बसालिदिएँ मैले। अनि यता छाँच यानि कि मोही पनि झानिदिएँ मैले। अनि हाम्रो खाना पाकेर रेडी भयो। अनि सबैजना मिलेर खाना खानतर्फ लाग्यौँ। यस्तो मिठो भएको थियो खाना चाहिँ। यो भिडियोमा हजुरहरूलाई केही नराम्रो लागेमा कमेन्टमा प्रतिक्रिया दिनुहोला। आजको लागि यति नै, बाई बाई।